Alright guys, welcome back to my channel once again. फेरि पनि म छोटो मिठो भ्लग बनाउनको लागि चाहिँ म निक्लेको घरबाट हैन। ट्याक्कै घरबाट निक्लिनु बित्तिकै मैले मामा भेटेँ कि मामासँग हल्का पुरै गफ गर्नु पर्यो। है त्यो भएर चाहिँ म चाहिँ हेलमेट लगाइहाल्नु पर्यो कि किनभने हेलमेट नलगाए त देखिँदैन नि त फेरि हुन्छ। ल मामा यता आउनु न। मामा अनि तपाईँको नाम भनिदिनु न। नामै छैन कस्तो नामै नभएको भन्दा त होला नि नाम त। नाम छ नि भन्नु नाम। शिरबहादुर। शिरबहादुर है लगाएको छु र हाम्रो चाहिँ शिरबहादुर मामा हो। है खतरा डेन्जरस मामा भने फेरि आज के गर्नुभयो दिनभरि? दौरा हानै छ है तलबारीबाट ट्याङ्कको ट्याङ। यहाँनिर मामाले फेरि अस्ति दिन दौरा काटेको है। अघि त मैले यो मिलाइदिएको नि ट्याङडुङ। कसको हो यो? पाङ्ग्रे पो रहेछ त। मामै मामा आउँछ यताबाट पनि उताबाट पनि मामाहरू आइपुग्यो। कतामा तल लाउनु हुँदैछ? यहाँ हाम्रो मामा त लिजेन्ड मामा हो नि। कता हिँड्नुभएको? उकालो हिँड्नुभयो त? ए माथि नै उहाँ तल हिँड्नु लगाएको होइन उही हो पछाडि क्या यहाँदेखि उताबाटै ए म एकछिन नास्ता गर्नु गएको उही माथिनिर एकछिन निस्केको। यो नकुदाको उयो भयो कि घरमै राख्दा राख्दा लगाएको ठुटो कुरा भइगयो है। अनि चाहिँ गाइज ल अब चाहिँ रियल भ्लग सुरु भयो होइन, किनभने बाटोमा मामाहरू भेटिन्छ यताउता। मामा भनेको चाहिँ फेरि साँच्चीकै मामा भने फेरि हाम्रो चाहिँ फेरि मेरो चाहिँ फेरि हो। अनि बाटो चाहिँ अस्ति पनि मैले भिडियो बनाएको थिएँ तर मैले हाल्नु पाएकै छुइनँ कि त्यो चाहिँ। आज फेरि सर्ट एन्ड स्विट नियरली दामी एउटा डेस्टिनेसनमा लान आँटेको कि सबैलाई यसो देखाउनुको लागि। अनि यहाँ चाहिँ दामी छ यस डेस्टिनेसन अब गएरै थाहा हुन्छ होइन कस्तो डेस्टिनेसन छ भनेर। दामी छ यस ठाउँ अनुसारको ब्लग भिडियो हुन्छ नि त गाइजहरू होइन। एकदम खतरा घर बनिन्छ बाटो चाहिँ तर यस्तै छ होइन। अरू टुरिस्ट मान्छेहरू भर्खरहरू आयो भने चाहिँ अब बाटो चाहिँ देखेर नतार्दिनु होला होइन, किनभने यहाँको बाटो यस्तै छ। म चाहिँ यताबाट लगिदिन्छु होइन, उताबाट पनि छ बाटो चाहिँ। अब सोनिङबाट कुदाउ भने डाँडा गुन्डुङ हुन्छ, डाँडा बाटो बनाउँदै कुद्नुपर्छ यहाँ चाहिँ कि। अफरोडको लागि चाहिँ दामी छ। डल्लै अफरोड गर्नु मन लाग्छ यहाँ आउँदा हुन्छ। यहाँसम्म नै हो बाइक जाने गाडी जाने चाहिँ होइन। म चाहिँ टक्क यहाँबाट चाहिँ हल्का भिडियो बनाइदिन्छु अनि चाहिँ म ट्याक्कसँगै लाग्छु माथि। फेरि यहाँ चाहिँ अहिले चाहिँ के हुँदो रहेछ, केटाकेटीहरू हुन्छ कि हुँदैन, बच्चा बच्चीहरू है इच्छा के छ भने यस्तो हो त। के छ भाइ कि दाइ हो? कता नि? आमामामा जङ्गलै जङ्गल भइसकेको छ नि त यहाँ चाहिँ। पहिला हामीनिर यहाँ खेल्दाखेरि यत्रो मात्रै थियो छेड यहाँनिर। यत्रो फाँका परिसकेछ यहाँ त। ओइ बाटो
पहिलानिर यत्रो फाका थियो हामी यहाँ कुद्दाखेरि अहिले त पुरै तन्द्रो भइसकेको छ यस्तो गरेर भिडियो लाग्छ त्यहाँ त जियोको टावर त्यहाँ रे त्यहीँ तलपट्टि भेट्दैन जियो नै कहाँ भाइ घर मरमा छाडेको कसो छ र तिम्रो दाइ भाइ चन्दन कतापट्टि छौ घर लङ्केश्वरदेखि माथि सुनिलकोदेखि चाहिँ अलिकतापट्टि यसो गरेको यो खुल्लेन हौ यो दिन कहिले खुल्लेन यार दामी सिन देख्थ्यो यहाँबाट यहाँ चाहिँ एकदिन दामी खुल्लेको बेलामा चाहिँ आउनुपर्ने छ त्यहाँ हेलिकप्टर त छ नि पुगेर भाइ बिस्तारै भिडियो सिडियो बनायो अब लाग्यो घरतिर फेरि बाटो पनि फेरि यस्तो छ नि त के नगरौँ के गरौँ जस्तो कि यो चाहिँ हाम्रो एमटी डाँडा भने जस्तो हो कि अब मान्छे भयो दुःखको पुगु यहाँ त पहिला थुप्रो हुन्थ्यो केटाकेटीहरू त कि हामी पनि यहाँ त कुदिरहन्थ्यो हिँडिरहन्थ्यो बाटो चाहिँ फेरि यस्तै छ नि त दिउँसोखेरि चाहिँ मजाले यहाँनिर भ्लग बनाइदिन्छु कि चारवटा सिमको मात्रै के ज्यादा म एक्सप्लेन पनि गर्दिनँ हो ज्यादा के भन्नु पनि के भन्नु बाटो फेरि यस्तो उक्लिएको छ कि फेरि
त्यस्तो सामान छ अरे नि हाम्रो यहाँ लिएर छोडिदिइराखेको छ तल जाँदैन नि त्यो। जाँदैन तल अँ, ए यताबाट यस्तो कुदेर जान्छ कि। ए अँ ल दा थ्याङ्क यू प्लेन क्रास भएर त खत्तम भएछ नि है मान्छे त मकै भुटै भएछ नि ल दा बाटो चाहिँ यहाँ चाहिँ बनाउनै पर्ने भएको छ उसले बनाउँछ भन्ने कुरा हो क्या गाडीबाट सबैजना मिलेर बनाउनु पर्छ अब अस्ति त बनाउँदै केटाहरूले झट्कामा दिनुपर्छ गाइज भनेको छु होला झट्कामा बाइक स्टार्ट कहाँ गए पनि भ्लग बनाउने भन्ने के गर्ने भन्ने होइन कहाँबाट हुन्छ त्यो बाटो होइन केटाहरू स्कुटी चाहिँ यता मेरो लास्टै सबजना स्कुटी कसको कुकुर हौ कसको हौ आच सुमी दिदीको गाइजहरु भ्लग एन्ड्स नाउ है एकछिनको भ्लग थियो 4 भयो सक्यो लाइक एन्ड सब्सक्राइब द ग्यारेजमा छिर्यो